गाइज वेलकम ब्याक माई न्यू मिनी ब्लग। म चाहिँ खास गरी अहिले आज मेरो छुट्टीको दिन म चाहिँ काम गरेर आज अलकुद आएको थिएँ। यो चाहिँ अलकुदको लुलु हाइपर मार्केट। अब यहाँबाट यहाँ एकजना दाइ आउँदै हुनुहुन्छ, हाम्रो गाउँको दाइ। अब उसलाई भेटेर चाहिँ फेरि मोबाइललाई जानुपर्ने हुन्छ। हामी चाहिँ अलकुदमा अब बाटो हिँडिरहेको, अब त्यहाँ गाउँको दाइलाई पर्खेर बसिरहेको, छ्याउ लाग्यो। त्यही भएर अहिले चाहिँ अब त्यही लुलु पनि घुम्यो, कति घुम्यो। अब यहाँ बाहिरतिर एउटा नयाँ मार्केट देखिरहेको रहेछ, त्यही अब फाइनल्ली भेट्यो होइन। ल ल अब चाहिँ अब हामी चाहिँ यहाँबाट मोबाइललाई जानुपर्ने हुन्छ। त्यहाँ अब मसँगै आएको साथी एकजना त्यहाँ छ, त्यही भएर अब उसलाई नि अब त्यहाँ भेट्नु जानुपर्ने, उसलाई नि थोरै सामान उसलाई नि छोड्नुपर्ने हुन्छ। ल त्यसै हामी चाहिँ अब यहाँबाट मोबाइललाई लाग्न लाग्यो। ट्याक्सीवालाले यहाँ छोडिदियो र ट्याक्सीवाला गयो, कहाँ ल्याएर छोडिदियो ठगेर भागिदियो। यस्तो नि हुन्छ हौ। कुन ठाउँ हो थाहा पनि छैन। हामीलाई चाहिँ नेक्स्ट हाइपर मार्केट भनेर लुलु हाइपर मार्केटको अगाडि छोडिदियो। हामीले चाहिँ उता अनि दाइ हो कहाँ, अब खोइ कुन देशको हो। आप किधर से हो? पाकिस्तान से। पाकिस्तान दाइलाई सोधेको, यहाँ होइन यहाँ चाहिँ लुलु हाइपर मार्केट हो अरे, नेक्स्टो अलि अगाडि छ भनेर। यस्तो छ, ट्याक्सीवालाले कहाँ ल्याएर छोडिदियो, कहाँ भाग्यो ट्याक्सीवाला त, पैसा लियो आफ्नो भाग्यो। यस्तो हुन्छ। त्यही भएर साथीहरू सोच विचार पुर्याएर एक्लै पनि गाह्रो हुन्छ क्या यहाँ यात्रा गर्नलाई। एक्लै यात्रा गऱ्यो भने हेप्छ, पैसा धेरै लिन्छ, ठग्छ, त्यस्तै हुन्छ क्या। त्यही भएर बुझेर मात्रै गर्नुपर्छ। अब तिनजना आएको हामी त यस्तो। अब फेरि अब त्यहाँबाट फेरि त्यहाँ गएर फेरि ट्याक्सी रोकेर खासतिर फेरि जानुपर्ने हुन्छ। हामी चाहिँ यहाँ ओर्लिनुपर्ने होइन रहेछ, हामी चाहिँ ओर्लिनुपर्ने अगाडि रहेछ, तर ट्याक्सीवालाले यहीँ छोडेर गयो। अब चाहिँ हामी यहाँ हिँडेर जानुपर्छ, धेरै टाढा पनि रहेछ। यहीँबाट देखिरहेको छ बाटो, विदेशको बाटो भन्ने बाटो हो क्या। हामी चाहिँ अब हिँड्दा थाकियो। अब आकाशे पुलबाट बाटो काट्न लाग्यो। कतिको स्पिडमा आउँछ हेर्नु नि गाडी, सर्ट जान्छ भने कति डेन्जर हुन्छ बाटो। यतिको बाटो भयो भने नेपालमा कति राम्रो। यतापट्टिबाट हेर्नु कति स्पिडमा आउँछ, 100 भन्दा माथिकै स्पिडमा आउँछ गाडीहरू। फाइनली हामी चाहिँ बिलाद महल नेक्स्टो नि पुग्यो। यो बिलाद महल नेक्स्टो, त्यसलाई भेटोस् त मात्रै मायासाला। त्यसले गर्दाखेरि आज हामीलाई कति झ्याउ भएन, कहाँ घुमेन, कहाँ घुमायो। ट्याक्सीले धरि हामीलाई ठगेर कहाँ पुर्यायो। त्यसलाई भेटोस् त मात्रै। ल भित्र छिर्न लाग्यो। ल अब मार्केटमा मोबाइल अलाउड हुँदैन, त्यही भएर ल पार्किङमा पुगिसक्यो। ल गाइज भेट्यो यहाँ हेर्नु, यो मायासालाले गर्दाखेरि हामीलाई कति दुःख भएको, यो मुजीले गर्दाखेरि कति दुःख भयो हामीलाई। अहिले यहाँ हाँसिरहेको छ। ल हामी चाहिँ अब दाजुभाइ भेट भइयो होइन। ल दाजुभाइ भेट भइहाल्यो। अब हामी चाहिँ यहाँबाट निस्किनुपर्ने हुन्छ। उहाँ दाइको बिहानको मर्निङ मतलब कि बेलुकाको 6 बजीदेखि बिहानको मर्निङ 6 बजीसम्म छ। त्यही भएर हामी चाँडो जानुपर्ने हुन्छ। ल हेर्दै गरौँ। ल मुजीले गर्दाखेरि दुःख भएको। अब के गर्नु होइन, जे बहिनी अब सँगै आएको दाजुभाइ छुट्टी धेरै बाध्य नगरेको। हामी लगभग आएको 10 महिना हुन लागिसक्यो। 10 महिनामा बल्ल आज भेटेको। ल लागेको। हामी चाहिँ अब फाइनल्ली भेटघाट गरेर अब निस्केको। अब हाम्रो रुम जानुपर्ने हुन्छ भोलिदेखि। मेरो नि अब एनिभर्सरीको लागि सपोर्टको लागि जानुपर्ने हुन्छ। 8
तारिक र 9 तारिक अनि 10 तारिकको लागि। त्यही भएर अब गएर अब खानासाना बनाउने खाने यस्तै त हो अब परदेशी जिन्दगी होइन। यति भन्दै बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। बाई 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 बाई।